अतिथिज्यूहरूलाई उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई र अभिभावकज्यूहरूलाई पनि उहाँहरूलाई विदाई गरिदिनुका लागि खादाद्वारा विदाई गरिदिनुहुन सम्पूर्ण महानुभावहरूलाई आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। विदाईको क्षण पक्कै पनि भावुक हुन्छ। त्यसमा पनि यस क्षेत्रमा यो विद्यालयमा विगत 30 वर्ष सेवा गरेर निवृत्त हुन लागेका, त्यसमा पनि विद्यालयको स्थापना कालदेखि विद्यालयको समग्र प्रगतिमा उहाँहरूको विशेष योगदान रहेको छ। यस अवसरमा हामी अत्यन्त भावुक छौँ। तर पनि समयको क्रम यस्तै हो, आउने र जाने क्रम चलिरहन्छ। आज हामी विदाई गर्दैछौँ हाम्रो सर्मिसहरूलाई। उहाँहरूको भावी जीवन, भावी पारिवारिक जीवन सुखद रहोस्। हामी विशेष कामना गर्न चाहन्छौँ। मैले सर्मिसहरूको आँखामा आँसु देखिरहेको छु। विदाईको क्षण अवश्य भावुक हुन्छ। समेत बोल्न सक्ने अवस्थामा छैन, गला अवरुद्ध भएको छ। वास्तविक परिचय उहाँले पढाएका पाठमा मात्र होइन, उहाँले छोएका हेर्दैहरूमा पनि रहन्छ। हामी विद्यार्थीहरूमा आँखामा आँसु छचल्किएको हामी देख्न सक्छौँ। विदाईको क्षण